यहाँ आएर तीनटा डिफरेन्ट किसिमको लिक्विड छ। सबभन्दा तल हनी छ, बीचमा वाटर छ, कलर्ड वाटर छ र माथि इटिङ ओइल छ। यो सबैको डेन्सिटी फरक भएको हुनाले यो सबै आफ्नो आफ्नो सेपरेट जोन बनाएको छ। अब यसमा मैले ढुङ्गा हालेँ, ढुङ्गा हाल्दा सबभन्दा तल आयो, यहाँ आइपुग्यो हैन। त्यसपछि के गरेर फलामको एउटा रिङ हालेँ, यो यहाँसम्म आयो, यहाँसम्म छ है। यहाँ त्यसपछि मैले के हालेँ त, यो अल्मुनियमको त्यो छ, अल्मुनियम फाइल, यो यहाँसम्म पुग्छ। यो माथिको के हो, थर्मोकोल हो हैन। सबभन्दा तल ढुङ्गा स्टोन, त्यसपछि आइरनको रिङ, त्यसपछि के छ, यो अल्मुनियमको डल्लो छ, एन्ड सबभन्दा एभब जुन छ त्यो के छ, थर्मोकोल छ। अर्थात् यो सब लेयर अलग अलग हुनुको कारण के छ, डेन्सिटी छ र अलग अलग सामानहरू पनि डुब्नु र फ्लट गर्नुको कारण के छ, डेन्सिटी छ।